हेलो गाइस, मेरो युट्युब एकाउन्टमा सबैलाई स्वागत छ। आज चाहिँ ठुलोबाको घरको पूजाको त्यो भिडियोको झलकहरू राखिरहेको छु। ट्याक्क भिडियो बनाएको हेर्नुहोस्। ट्याक्क उता ठुलो पूजा भइरहेको छ। यता हामी भजन कीर्तन गाउँदै पूजा गर्दै हाँस्दै रमाउँदै भिडियो बनाइरहेका छौँ। हामी सबै परिवारका छौँ। ट्याक्क म पनि उता देखिन्छु। ट्याक्क प्यालो कपडा लगाएको यहाँ अरू बुवाहरू पनि हुनुहुन्छ पूजामा, ताली बजाइरहनु छ, गीत गाइरहनु भएको छ। पूजा भनेको कस्तो हो भने हिन्दू धर्ममा गरिएको पूजा हो। यहाँ ठुलोमै बहुत अत्यन्तै खुसी हुनुहुन्छ पूजाहरूको देखेर। पूजा कस्तो लाग्यो यसो हेरेर भिडियो हेरेर ट्याक्क भन्न सक्नुहुन्छ। पूजामा ट्याक्क आफूले टिको लगाइएको उता बसेको कुनामा त भिनाजु आउनु भएको छ। सबैले नमस्ते गरेर त बत्ती मोल्दै गरिएको भिडियो पनि देखिएको होला। यहाँ दिदीहरू बसेर बत्ती मोलिरहनु भएको छ। यता बत्ती मोल्दै गफ गर्दै ट्याक्क दिदी ठुलम्मीहरू हुनुहुन्छ, यता पारी दिदी, यता अरू बुवाहरू बसेर यता ट्याक्क बुवा भिनाजुहरू बसेर गफ गरिरहनु भएको छ। भने यता भित्रतिर हामी पूजा गरिरहेको छौँ। यता बाहिर फेरि बत्ती बाल्नका लागि पुरा तम तयार भइरहेको छ। दुईवटा दिदीहरू बसेर यहाँ तयारी गर्नुभएको छ। बत्ती मोल्ने कथेर भन्ने अवस्था यहाँ तयारी गरिरहनु भएको छ। अब हामी ठुलो ट्याक्क घर पैसा गरेको घरभित्र पस्ने अवस्था हो। ट्याक्क घरभित्र पसिरहेको भिडियो यहाँ बनाइरहेको छ। सबै घरभित्र पसिरहनु भएको छ। पालैसँग कर्मश छ, ठुलादेखि सानासम्म पसिरहेको छ। घरभित्र पस्ने कर्म चलिरहेको छ। गुरुले घिउ ट्याक्क टाउका ट्याक्क राखिदिनु भएको छ। हो सबैभित्र गइरहेको छ। नाचगान भइरहेको छ। यता देख्नुभएको होला कि नाचगान भएको सल्लाह हुने। उता ठुलोमम्मीको मुस्कान, ठुलोबा हाँस्नु भएको छ गीत गाउँदै। भजन गाउनु ठुलोमम्मीले भजन अत्यन्तै राम्रो गाउनुहुन्छ। यता ठुलोबाले अब बत्ती बाल्ने कार्यक्रम सञ्चालन भइसकेको छ। यहाँ बत्ती बालिरहेको छ। यहाँ सबै खुसी छन् बत्ती बाल्दा। ठुलोमम्मी अत्यन्तै खुसी भएर हर्षित हुनुहुन्छ। यहाँ राम्रो बत्ती बालिरहेको छ। अरूले भजन गाउने, यहाँ बुवाहरूले भजन गाउने, दिदीहरूले गीत गाउने, भजन गीत गाउने, कसैले मन्त्र भन्ने, कसैले भिडियो बनाउने, कसै केटाकेटी हेर्ने कर्म चलिरहेको छ। हेरौँ भिडियो कस्तो छ। भिडियोलाई लाइक कमेन्ट त गर्नुहुन्छ भन्ने छ। यता सबै खुसी भएर ताली बजाउनु भएको दिदी, ठुलोमम्मी, आमा, भिनाजु, बुवा, यो अच्युत भण्डारी हो, निश्चल भण्डारी, मिस्टर। गुरुहरूले ताली बजाउनु भएको छ। यहाँ बुवाहरूले भजन गाइरहनु भएको छ। यहाँ बत्ती बालिरहेको छ। उता ठुलोबाले यसरी बाल भनेर सल्लाह दिनुभएको छ। ट्याक्क भिडियोमै नाचिरहनु भएको छ। ट्याक्कै नाच्ने कार्यक्रम भइरहेको छ। नाचिरहेका छन् नि यहाँ को ट्याक्क दुलो मान्छे नाचिरहेको छ। को यहाँ ट्याक्क लाएर बाजुले नाच भन्नु सबैलाई ट्याक्क लाएर उता मादल सादल बजाइएको छ। नाच्ने कार्यक्रम भएको छ। बत्ती बालेर पूजाको लगभग समापनतिर लागिसकेको छ पूजा। यी सबै नाचगान भइरहेको छ। दिदीहरू नाच्ने, भाउजू नाच्ने, ठुलोमम्मी नाच्ने, सबै नाचगान भइरहेको छ। नाचिरहनु भएको छ। देख्नुभएको होला कि डान्स अरू के भन्ने ट्याक्क डान्स भइरहेको छ। राम्रोसँग डान्स भइरहेको ट्याक्क सबै नाचिरहनु भएको छ। हरे राम 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 राम, यो पनि रामको त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। रामको स्वर्ग जाने बाटो, न ढुङ्गा छ न माटो, स्वर्ग जाने बाटो, न ढुङ्गा छ न माटो। गीतमा नाचिरहेका छन्। ट्याक्कै नाचगान भइरहेको छ। सबैले ताली बजाइरहेको छ। ताली बजाउँदै हाँस्दै नाचगान भइरहेको छ। यता सबैको आफ्नो खुसी हुँदै हिन्दू धर्मअनुसारको चलिआएको चलन हो। सनातन धर्मअनुसार नाचगान गर्ने, रमाउने, आफ्नो पान्नेजनालाई आफन्त साना टिका लाउने, भान्जाहरूलाई टिका लाउने चलन पहिलेदेखि चलिआएको। अब घर पैसो भयो ट्याक्क लाएर अब यहाँ गीत गाइरहेको छ। के गीत हो त्यो गीत त बिर्सिएँ। त्यही नि हेर्नुहोस्। अब ट्याक्क लाएर सुन्नुहोस् नाचेको ट्याक्क नाचगान भइरहेको
सबै नाचगान भइरहेको छ।